नमस्ते साथीहरू। आज म हजुरहरूलाई एकदमै छिटो र सजिलो तरिकाले पाक्ने सुजी पोटाटो बाइट्सको रेसिपी देखाउँछु है त। यो रेसिपी एकदमै क्रिस्पी, भित्रबाट नरम अनि स्वादिष्ट हुन्छ। मात्र 3वटा इन्ग्रिडियन्टले बन्ने यो रेसिपी बच्चादेखि ठुलोसम्मलाई पनि एकदमै मन पर्नेछ। स्कुलको टिफिनमा पठाउन पनि सजिलो र पाहुना अचानक घर आउँदा छिट्टै पकाएर पनि दिन मिल्ने। र अझै भनौँ भने त यो रेसिपीलाई धेरै समयसम्म डिप फ्रिजमा स्टोर गरी पकाउँदै खान पनि मिल्छ। ल सुरु गरौँ है त। सुरुमा मैले ग्यास बालेर कराई बसालेँ र कराई तातिसकेपछि 1.5 कप जति पानी राखेँ। र पानी तातिसकेपछि मैले यसमा 1 चम्मच नुन, 1 चम्मच लसुनको पेस्ट राखेको छु र अलिकति पानी गुरगुर भइसकेपछि यसलाई मजाले मिक्स गरेको छु। मिक्स गरिसकेपछि यसमा हामीले 1 कप जति सुजी राख्नेछौँ र बिस्तारै मधुरो आँचमा हामीले यसलाई मिक्स गर्नेछौँ। यो सुजी पानीमा राखेपछि छिट्टै पाक्ने हुनाले यसलाई मजाले मिक्स गर्दै हामीले पकाउनेछौँ। ल यतिको भइसकेपछि यो एकछिन सेलाइसकेपछि हामी यसमा एउटा ठुलो साइजको बोइल पोटाटोलाई ग्रेट गरेर राख्नेछौँ। यसमा लम्प्सहरू हुनु हुँदैन र त्यसपछि हामीले थोरै कालो मरिच र थोरै धुलो खुर्सानी राख्नेछौँ। अनि यसमा 4 चम्मच जति चामलको पिठो राख्नेछौँ र अलिकति ओरिगानो। यदि हजुरहरूसँग ओरिगानो छैन भने नराख्नु भए पनि हुन्छ, यो एकदमै अप्सनल हो। र राखिएको इन्ग्रिडियन्टहरूलाई हामी बिस्तारै मिक्स गर्नेछौँ। सुरुमा यो डो एकदमै स्टिकी हुन्छ, त्यसैले बिस्तारै मिक्स गर्दै यसलाई मार्दै गर्नुपर्छ। र यतिको भइसकेपछि अब हामी यसलाई सेप दिनतिर लाग्छौँ है त। अलिकति हातमा तेल लिएर अब हजुरहरूलाई कस्तो इच्छा लाग्छ त्यस्तै सेप दिनु भए पनि हुन्छ। मैले चाहिँ यस्तो बनाएको छु र एउटा एउटा गर्दै अब कन्टेनरमा यसरी सेप बनाएर राख्नेछौँ। ल हेर्नुहोस् यतिको भइसकेको छ र अब यसलाई कन्टेनर बन्द गरेर हामीले डिप फ्रिजमा राख्नेछौँ। डिप फ्रिजमा यो एकछिनमा सेट हुन्छ र अब हामीले फेरि सानो दिउरीमा तेल राखेर अघि रेडी गरेको क्रिस्पी पोटाटोलाई चाहिँ यहाँ फ्राई गर्नतिर लाग्नेछौँ। यो मधुरो आँचमा गर्नुभयो भने भित्रसम्म पनि अझै मजाले पाक्नेछ। ल हेर्नुहोस् है ब्राउन हुँदैछ यो। ल यतिको गोल्डन ब्राउन भइसकेपछि अब यो पाकिसक्यो र रेडी भइसक्यो। र हेर्नुहोस् कति बाहिर हेर्दा क्रिस्पी भित्र नरम। कस्तो लाग्यो हजुरहरूलाई रेसिपी? थ्याङ्क यू फर वाचिङ।